गाइस म चाहिँ अब गाउँ आइसकेँ हैन सहरमा थिएँ सहरबाट अब गाउँ आइसकेको छु सबैलाई वेलकम छ मेरो नयाँ भ्लगमा हैन सबैजनाले माया गरिदिनु होला माया धेरै देखाइदिनु होला साथ सपोर्ट दिनु होला र लाइक र फलो गर्न साथसाथै मिठो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है आज गाउँको भ्यू देखाउँछु कस्तो लाग्छ कमेन्टमा भन्नु होला है ल है गाइस यो चाहिँ हाम्रो टक्क हैन अब गाउँको खेतको खोला हैन कस्तो हरियाली छ गाइस हैन त्यही हो देख्न सक्नुहुन्छ क्या बवाल खोला छ हैन अनि साथसाथै हेर्नु न फेरि तपाईहरुलाई म देखाउँछु है धेरै राम्रो ठाउँ पनि छ हैन गाइस क्या हरियाली छ हाम्रो चाहिँ यो बारी छेउको घाँस बिरुवाहरू हो हैन खतरा छ के गाइस आज तपाईहरुलाई म यस्तो स्पेशल चीज देखाउनेवाला छु कि यस्तो स्पेशल चीज हैन हजुरहरु देखेर छक्क पर्नुहुन्छ क्या वाह क्या बवाल क्या राम्रो भन्ने हुन्छ क्या हैन गाइस देखाउन गइरहेको छु है धेरै खुसी लागिरहेको छ गाइस म गाउँ आएर हैन गाउँको भित्र चाहिँ हाल्न सकिन्न गाइस अब हाम्रो देख्न सक्नुहुन्छ तपाईहरुले त्यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ गाइस त्यो चाहिँ झोलुङ्गे पुल हो हैन खोला वारेर पारी गर्ने यहाँबाट मजाले देखेको छैन यहाँ चाहिँ खोला आउँछ गाइस धेरै गाह्रो छ हामीलाई खोलाहरू तर्नको लागि गाइस अब म चाहिँ यसो खेत घुम्न आएको थिएँ हैन अब खेत घुमेर गाउँतिर जाँदैछु है यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो के हो यो चाहिँ गाइस थाहा छ तर नाम यसको बेसर हो गाइस यो चाहिँ हाम्रो खोर्सानी साथै घिरौला अनि भान्टा अनि यो पिँडालुहरू छ गाइस खसी पनि छ र हजुरहरूलाई स्पेसल चिज चाहिँ देखाउनु गइरहेको के हो थाहा छ गाइस